हेलो हेलो गाइस नमस्ते। आज फेरि मिनी ब्लगमा छोटो मिनी ब्लगमा आएको छु। मेरो प्रनिसा ब्लगमा स्वागत छ अनि साथै लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। एन्ड मेरो साथी अनि म चाहिँ यहाँ कहाँ हो जानु लाग्यो कि माथि। अब हेर्दै जाऊँ कहाँ जानुपर्छ, सो गर्दै गरौँला। हेर्छु गाइस, यो मोटो चाहिँ यत्रो धङ्गे भएर मोटी र म चाहिँ यहाँ उसमा कता माथि उसमा जानु लाग्यो। कहाँ रे केटी? उता के हो भन्छ कि त्यसलाई मलाई हेर भनेको हुन्छ। के हेर भनेको? उता यो बाटो हेर भने फाइनली गाइज हामी चाहिँ यहाँ कालाबाङ आइसकेका छौँ। अब चाहिँ हामी त्यहाँ के अरे बुद्ध पार्कमा घुम्नेछौँ, हेर्दै जानु होला। लेट्स सी गाइज। हेलो गाइज नमस्ते। हामी चाहिँ बुद्ध पार्कमा आइसकेका छौँ। त्यो चाहिँ शिवको मन्दिर, यो चाहिँ बुद्ध पार्क। तपाईँहरू पनि आइदिनु होला। एन्ड बाटो चाहिँ अफरोड रहेछ अलिअलि, तर नोबडी हेर नि, यहाँ जिम सिम गर्ने ठाउँ पनि रहेछ। हेर जिम सिम हानेर जानु पर्ला अहिले। यस्तो हेर यहाँ यदि बडी सरी बडी बडी चाहिँ नभएकोले मैले उडौँ भने जस्तो मलाई त उताबाट त्यो पढ्नै नआएको भाइ। के माथि चाहिँ गएर पढ्दा मात्रै होला जस्तो। के पढ्न आएन रे भन्न? त्यो के काला बाङ अनि त्यसपछि के हो यो? त्यो त्यो घ हो कि घा हो कि चा हो कि यहाँ हो कि उता त्यो हेर्दा त्यो बौद्धको उसो कि पञ्च दिदी म चाहिँ के हो रे? म चाहिँ के हो भन्न? घरेदी भनेको थियो है। म चाहिँ के हो भन्दा भन त तँ चाहिँ मोटी हो अनि मोटी गाडी आयो। हे जबरजस्ती बोल्न लाग्छ। हेर्नुहोस् गाइस, ओके मलाई जबरजस्ती बोल्न मन छैन क्या। म के हो रे? तँ मोटी त खलासी भनेको ड्राइभर होस्। देखेको थिएन होइन। हाम्रो मोटी चाहिँ हामी दुईजना चाहिँ मोटी चाहिँ ड्राइभर हो, म चाहिँ खलासी हो गाइस। बिचमा प्यासेन्जर प्यासेन्जर बोलाएको आएन कि। हामी चाहिँ आइपुग्यो फाइनली भालुपाटमा। भालुपाट यताबाट त बुद्धको उसबाट लेखेको थिएँ। तपाईँलाई के देखियो भन्त? फेवाताल यी देखाएको र यहाँ नेडी नआउँछ त फेरि मैले सर्ट त गर्नु रोक रोक पार्क आएको। त्यहाँ चाहिँ पिकनिक भइरहेछ होइन, रमाइलो। यो चाहिँ पिकनिक रिसोर्टै भइहाल्यो, पिकनिक खाने ठाउँ। यो चाहिँ पिकनिक खाइरहेको छ। हेर्नुहोस् यो हामी कालेबाङमा आएको। कालेबाङ होइन कालाबाङ साह्रै नआफ्नो कालेबाङ हामी चाहिँ बुद्ध पार्क आएको गाइस। त्यहाँ चाहिँ पुरै पिकनिक स्पोट पिकनिक भएर रहेछ कि। अनि कसरी नाचिरहेको रहेछ यहाँ। अब म देखाउँछु। ए यानी माया
साला हाँसो हाँसिरह कि मेरो नाच बिग्रियो भन है त्यहाँ चाहिँ एकदम पिकनिक भइरहेछ गाइजहरू ल हाम्रो यहाँ प्रनिसालाई सानो मायालाई चाहिँ एकदम रोस्ट खानु मन लाग्यो भन्थ्यो रोस्ट त हड्डी मात्रै छ होला त्यही भएर पुरो नाच अनि मासु खाइसक्यो होला अनि हड्डी चाहिँ छ हिँड्न त खोजेर खाम भनेको टेर्दै टेरेन के गर्ने होला ओ यानी माया हो तिम्रो पछौरीमा अल्झी गयो मन 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 ओ त्यो गीत चाहिँ आयो भने त फेरि हामी चाहिँ कपिराइट हानेर अस्ति हिजो पनि एउटा भ्लग हालेको गाइज कपिराइट हानेछ मलाई चाहिँ एडिट गर्न नि आउँदैन गाइज कहिले ठाडो कहिले पेटो कहिले न्युरेर कसले हेरिदिन्छ हौ मेरो भ्लग कसरी हेरिदिन्छ तर पनि मेरो त्यस्तो भइरहेछ हाल्न चाहिँ मैले मेरो बिस्तारै टेन्टेडेन योबाट चाहिँ भ्लग एडिट गर्छु होइन तर पनि कस्तो हुन्छ थाहा छ योबाट होइन त्यो पहिला सेतो भुक्का टिभीमा एडिट गरेर जस्तो देख्छ कि के गर्थ्यो होला भुक्का टिभीमा सादा टिभी हेरेको जस्तो हुन्छ अरे हौ मेरो ब्लग सर्ट हान्ने ठाउँ हेर्नु त गाई त्यो त सर्ट त जाने सर्ट हान्न होइन यहीँ ल्याएर के दाँत मुखहरू गिजाहरू देखाउनलाई कि अरे उता जान पर केही कुराहरू सोध खोज गर हजुरलाई चाहिँ कुराहरू कस्तो लाग्यो लाग्यो राम्रो लाग्यो तर कस्तो त्यो के अरे त्यो ड्रोन उडाउँछ नि माथिबाट हुडुडु उडाउँदा त कस्तो सुरु परेको देखाइदियो त खोइ कस्तो नि सुरु परेको त्यो 5 मिनटसम्म हिँड्नुपर्छ अरे भनेर सुरु परेर ऊ त जङ्गलको छेउछेउमा जङ्गल थियो अनि बिचमा चाहिँ हिँड्ने ठाउँ थियो त्यो चाहिँ मलाई यो होइन जस्तो लाग्यो कुन हो त मलाई चाहिँ यहाँदेखि अझै उतै होला जस्तो लाग्थ्यो कि यही हो यसको नाम के हो खाने भोक लागिसक्यो यहाँ चाहिँ केही पनि पाइन्न तल गएर खाने अब तँलाई चाहिँ कस्तो लाग्छ त मोटो माया हो भन्ने गीत आइरहेछ त मोटो तँलाई कस्तो लागिरहेछ भन् सर्ट हान्न जान्छस् लत्ते गर बुट्टा हालेर बुट्टा मन लागेन अब तल गएर मात्रै हो हेर्नु त यहाँ चाहिँ यो गाइज अब हामी चाहिँ बुद्धको टेम्पल हेरेर घुमेर सबै उ गरेर अब चाहिँ हामी 4:12 मा चाहिँ हामी त्यहाँबाट हिँड्दैछौँ अब चाहिँ थ्याङ्क यू फर द वाचिङ एन्ड लाइक शेयर एन्ड सब्सक्राइब प्लिज भएन हामी सबैजना आउनु होला रमाइलो छ सिँढी चढ्नुपर्छ यो छ त हाम्रो घरमाथि राष्ट्रमान चोकमाथि वाइ चोकमै ल प्रनिसा तामाङले चाहिँ जिम गर्न लाग्यो अरे 2000 खुट्टै छोड्ने होला नि खुट्टा छोडेको होइन नचेको त्यसरी गर्छ पागल जस्तो बोलेर हेर्दै मेरो यहाँ अनि तेरो त्यो बोले आउँदैन नि यस्तो यस्तो कसरी गर्छ यसरी त अनि यहाँ चाहिँ सोल्डरमा आइज सोल्डर हान्ने अब चाहिँ के गर्ने सोल्डर हान्नु बसेर के गर्ने अब माथि यस्तो दानी यस्तो यहाँनिर समात्नु यहाँ जिम गरेको मैले ओ माय गॉड दस चोट गर्नु है ट्राई कुदेर